यो चाहिँ धरानको बस पार्क। यहाँबाट चाहिँ तपाईँहरू दमक उर्लाबारी हुँदै काँकरभित्तासम्म पुग्ने बस पनि यहाँबाट चढ्न सकिन्छ र विराटनगर पनि यहाँबाटै जान सकिन्छ। सडक पनि एकदमै व्यस्त छ, गाडी कुडेको कुडै छ, मान्छे हिँडेको हिँडै छ। यो उकालो जाने ट्रकहरू चाहिँ सबै उता धनकुटा हिले हुँदै तेह्रथुमसम्म र उता भोजपुर खाँदबारी जाने ट्रकहरू चाहिँ यहाँबाट जाँदैछन्। यो चाहिँ धरानको मेन चोक, घण्टाघर चोक पनि भनिन्छ र यसलाई भानु चोक पनि भनेर भन्ने गरिन्छ। यो चाहिँ पहाड जाने ट्याक्सी लाइन हो र यहाँबाट तपाईँहरू धनकुटा हिले हुँदै तेह्रथुमसम्म जाने गरिन्छ र उता खादबारी भोजपुर पनि यहीँबाट जान सकिन्छ। यो चाहिँ भानुचोकबाट थोरै मासतिर लाग्ने बजार पटिया लाइन हो र यहाँ आमा एकदम उत्साहितका साथ दोकानमा बस्नु भएको छ। र यो अगाडि देखिराख्नु भएको चोक चाहिँ भानुचोक हो। यहाँ चाहिँ सबै ठाउँबाट आउने गाडीको सङ्गम स्थान पनि यही हो। बिचरा दाइहरू गलेर पिपलको फेदमा शीतल तातै बसिराख्नु भएको छ। ट्राफिक सरहरू पनि एकदमै खटिराख्नु भएको छ र अगाडि सस्तो किचन देखिराख्नु भएको होला, त्यहाँ चाहिँ सस्तो खानाको लागि चाहिँ त्यहाँ जान सक्नुहुन्छ। यहाँ चाहिँ आमाले मकै पोल्दै हुनुहुन्छ अगाडि र यो चाहिँ धरानको घण्टाघर यही हो। यहाँ चाहिँ तपाईँहरू 30 रुपियाँमा टिकट काटेर जान सक्नुहुन्छ। यो चाहिँ धरानबाट माथि सिरानमा रहेको पृथ्वी चोक हो। यहाँ चाहिँ तल जस्तो हो हाल्ला केही पनि छैन। हेर्नुहोस् न, आनन्दको ठाउँ छ, एकदम फ्रेस पनि हुन्छ, चिसो।
यो गएका जति पनि ट्रकहरू छन् सबै पहाड चढ्ने ट्रकहरू र अहिले पहाड चढ्दैछन्। यो ठाउँलाई त तपाईँहरूले नै चिनिसक्नुभयो होला। कतिजनाले सब्जी लिएर आउनुभयो होला, कतिजनाले सब्जी किन्नु जानुभयो होला। यो चाहिँ धरानको सब्जी मन्डी लाइन हो। अहिले चाहिँ बाटो बनेर एकदम राम्रो भएको छ। तल बजारबाट टाढा माथि आएर बस्नुको आनन्द बेग्लै। हेर्नु त धरानमै माथि हरियाली छन् र चिसो हावा पनि चल्छ।